जसले पञ्चायत कालरात्रिका बेला पार्टी र पार्टीको नेतृत्वलाई संरक्षण गर्ने, सेल्टर प्रदान गर्ने अत्यन्त महत्त्वपूर्ण योगदान पुर्याउनु भएको हाम्रो पार्टी नेकपा एमाले दाङका ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य साबिक ढिकपुर गाविस अहिले हाल घोराई उपमहानगरपालिका वडा नम्बर 9 निवासी 81 वर्षीय बुवाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेका छौँ। म सबभन्दा पहिला बहादुर खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। आफ्नो जीवनको अन्तिम समयसम्म निष्ठाका निम्ति सधैँभरि लगनशील, समाजलाई निष्ठा के हो, त्याग के हो, समर्पण के हो, हाम्रो आदर्श के हो, त्यो आदर्श जीवन्त रूपमा पछ्याउने व्यक्तित्व हुनुहुन्थ्यो बहादुर खत्री। उहाँ यस्तो मान्छे हुनुहुन्थ्यो, यस्तो व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो पार्टी सदस्यता सधैँभरि आफ्नो उमेरसँग उहाँले कहिल्यै त्यो चाहिँ पार्टी सदस्यतालाई दाँज्नु भएन। आफ्नो पार्टी सदस्यता, आफ्नो पार्टीप्रतिको योगदान, समाजप्रतिको योगदानमा निरन्तर कटिबद्ध रहनुभयो। सामाजिक काममा, विकासका काममा, पार्टीका अभियानहरूमा सधैँभरि आफै उपस्थित हुने, आफूले भूमिका निर्वाह गर्ने काम निरन्तर गर्नुभयो। चैतको 25 गते 81 वर्षको उमेरमा निधन भयो। दाङका 12,258 पार्टी सदस्यहरूमध्ये एउटा अगुवा अभिभावक हुनुहुन्थ्यो बहादुर खत्री। नेकपा एमाले उहाँको जीवन अन्तमा को हुनुहुन्थ्यो र कस्तो भूमिका निर्वाह गर्नुभएको थियो भन्ने विषयमा संक्षिप्त जानकारी सहित श्रद्धाञ्जली मन्तव्यका लागि नेकपा एमाले विभिन्न प्रदेश कमिटीका सल्लाहकार सदस्य हाम्रो पार्टीका नेता कमरेड गिरिराज केसीलाई राजी गर्नुभयो।
सबैभन्दा परसम्म लियो भनेको हामी पार्वती खत्री पनि यो मुलुकमा यो क्षेत्रमा विशेष गरी मेरो आदरणीय नेता नेता रामकमरेड नारायणपुर स्कुलमा आइसकेपछि नारायणपुर स्कुल स्थापना गरिसकेपछि हतार स्थिति नभयो त्यति बेलाको निरङ्कुश राजतन्त्रको पञ्चायती व्यवस्थाले हामीलाई त्यति बसी खान दिएन र आफ्नो वर्गको प्रतिनिधित्व गरी खाने मान्छेको प्रतिनिधित्व गर्ने वर्गको प्रतिनिधित्व गर्न दिएन। यहाँका काममा फटाहरूसँग भनाइ लग्दै गर्दा हामीलाई उहाँलाई चाहिँ थोरै समय पनि जेल हाल्ने काम जेल पनि बसेको व्यक्तित्व हुँदा छ।